समीर, म तिमीलाई मात्र भन्छु है, यो कुरा कसैलाई नभन्नु। चिन्ता नगर, म तिम्रो बेस्ट फ्रेन्ड हुँ। मलाई शिक्षकको छोरी मन पर्छ। ए हो र, यो त ठुलो गोप्य कुरा रहेछ। घनिष्ठ साथीको गोप्य कुरा त जीवनभर सुरक्षित हुन्छ। त्यसैले त तिमीलाई भनेको। सोनी, कसैलाई नभन्नु है, रविको एउटा गोप्य कुरा छ। म त चुप नै बस्छु। सुन्यौ, रविको कुरा त सबैलाई थाहा भइसक्यो। यो कसरी भयो? ओहो, यो त बिग्रियो। घनिष्ठ साथी भनेको गोप्य कुरा खोल्ने मेसिन रहेछ। माफ गर, गल्ती भयो। अब बुझेँ, विश्वास तोड्नु सबैभन्दा ठुलो गल्ती रहेछ। साँचो घनिष्ठ साथी त्यो हो जसले गोप्य कुरा भन्दा विश्वासलाई ठुलो ठान्छ।